हेलो हामी चाहिँ फाइनेन्शियल म्यानेजमेन्टको एक्जाम प्रिपरेसन क्लासको सेसनहरु सुरु गरिरहेछ तपाईहरुलाई। यसमा चाहिँ हामी कस्ट अफ क्यापिटलको अस्तिको क्वेशनहरु गर्यौ र आज एउटा मोडल गर्यो भने लगभग यो च्याप्टर सकिन्छ हैन। आज हामी गर्ने ट्यु 2075 यो चाहिँ तपाईहरुलाई क्वेशन नम्बर 16 मा आएको छ है साथीहरु। 16 र यो 64 63 मा पनि आएको रहेछ है। ट्यु 2064 र 63 मा पनि आएको रहेछ है। सेम क्वेशन, एकदमै इम्पोर्टेन्ट क्वेशन हो, इजी क्वेशन। तपाईहरुको नयाँ ओल्ड इज गोल्ड छ भने नयाँ ओल्ड इज गोल्ड मा चाहिँ यो पेज नम्बर 119 मा छ है त। ल तपाईहरुलाई हामी स्क्रिनमा पनि क्वेशन देखाएको छु, हेर्न सक्नुहुन्छ। The following table gives earning per share figures for the mega trading company during the preceding 5 year. हामीलाई चाहिँ यहाँनिर earning per share हरु preceding 5 year भनेको previous 5 वर्षहरुको दिएको रहेछ। The firm's common stock is now 1/1/2017 selling for 70 per share भनेको 2017 को जनवरी 1 मा चाहिँ कमन स्टकलाई बेच्ने हो भनेको आजको दिनमा चाहिँ आज चाहिँ जनवरी 1 2017 भन्दैछ है। यसले प्रिसिडिङ 12 देखि तपाईलाई 16 सम्मको डेटा दियो। आज चाहिँ कमन स्टकलाई बेच्ने भने मार्केटमा 70 रुपैयाँ मा बिक्री हुन्छ भन्दैछ है। दैट इज P0 and the expected dividend at the end of current year 2017 is 60% of the 2016 EPS भनेको एक्सपेक्टेड डिभिडेन्ड भनेको D1 हेर्नुस् त। क्वेशनले क्लियरली भनिदिएको छ एक्सपेक्टेड डिभिडेन्ड अथवा इयर इन डिभिडेन्ड भन्यो भने त्यो D1 हुन्छ। 2016 को EPS को 60% हुन्छ भन्दैछ। अब गिवन सार्दाखेरि तपाईले यहाँनिर गिवन सार्नु पर्यो सबैभन्दा पहिला हैन। गिवन सार्दाखेरि तपाईले त्यो मजाले सारे सक्ने। तल हामीलाई इयर 2016 देखि 12 देखि 16 सम्मको EPS हरु दिएको छ। अनि करेन्ट इन्ट्रेस्ट रेट न्यू डेब्ट भनेर दियो। तल चाहिँ तपाईलाई डेब्ट कमन इक्विटीको अमाउन्ट हरु दिएको छ। हामीलाई क्यापिटल स्ट्रक्चर भन्ने एउटा आयो र त्योसँग चाहिँ हेर्नुस् त त्यहाँ क्यापिटल स्ट्रक्चर भन्ने एउटा आएको छ र त्योसँग पर्सेन्टेजहरु दियो भने दैट इज वेट हुन्छ। क्यापिटल स्ट्रक्चर भन्ने एउटा आयो र त्योसँग अमाउन्टहरु दियो भने चाहिँ त्यो हामी त्यहाँबाट जहिले पनि वेट क्याल्कुलेसन गर्नुपर्छ भन्ने बुझ्नु पर्यो ल। अनि ए नम्बरमा क्याल्कुलेट दी कम्पनीज आफ्टर ट्याक्स कस्ट अफ न्यू डेब्ट भनेको केडीटी निकाल, कस्ट अफ कमन इक्विटी निकाल। न्यू इक्विटी कम्स ओन्ली फ्रम रिटेन अर्निङ भनेको यदि क्वेशन साइलेन्ट छ केही पनि भनेको छैन भने जहिले पनि कमन स्टकबाट हामीले सबै पैसा ल्याउँदाखेरि इन्टरनल सोर्सेस अथवा रिटेन अर्निङबाट मात्र ल्याउँछौं भन्ने कुरा बुझ्नु पर्यो है। अहिले क्लियरली क्वेशनले भनिदिएको पनि छ। अनि व्हाट इज द कम्पनी वेटेड एभरेज कस्ट अफ क्यापिटल भनेको WACC निकाल्नुस्। अनि लिस्ट आउट द इम्पोर्टेन्स फ्याक्टर अफ एफेक्टिङ कस्ट अफ क्यापिटल। कहिलेकाहीँ इम्पोर्टेन्स अफ कस्ट अफ क्यापिटल भनेर सोध्छ, त्यो भनेको एउटै कुरा हो। अब यो क्वेशनमा अहिलेसम्म हामीले तीनवटा सोर्सेस भनेर पढ्थ्यौं, डेब्ट, प्रिफर्ड स्टक, कमन स्टक। यो क्वेशनमा प्रिफर्ड स्टक दिएन। अब प्रिफर्ड स्टक दिएन भने त्यसलाई इग्नोर गर्ने केही पनि काम छैन है। अब हामीले दुईटाको मात्र कस्ट निकाल्ने र दुईटाले मानेर हामीले वेटेड एभरेज कस्ट अफ क्यापिटल निकाल्नु पर्यो है त। अब गिवन सार्दाखेरि तपाईले करेन्ट प्राइस अफ स्टक, कमन स्टकको इन्फर्मेसन है पहिला सुरु। कमन स्टकको इन्फर्मेसन यो P0 कति दिएको छ त साथीहरु, यो 70 रुपैयाँ। त्यसपछि एक्सपेक्टेड डिभिडेन्ड भनेर दिएको छ हामीलाई। एक्सपेक्टेड डिभिडेन्ड D1, एक्सपेक्टेड डिभिडेन्ड भनेको D1 हुन्छ। हेर्नुस् त 60% अफ 2016 EPS। तल जानुस् टेबलमा हेर्नुस् त 60% भने 0.60 इन्टु 2016 को EPS भनेको 7.8। यो हाम्रो के आउँछ D1 आयो। तपाईले हेर्दाखेरि इयर एकदमै ध्यान दिनुपर्छ है। अहिले चाहिँ पछाडीबाट दिएको छ, कहिलेकाहीँ तपाईलाई अगाडिबाट 2012 देखि 2016 भनेर दिन्छ। जहिले पनि हामीले त्यो टेबल हेर्दाखेरि लेटेस्ट इयर भनेको करेन्ट इयर हुन्छ, सबैभन्दा ब्याक पछाडीको प्रिभियस इयर हुन्छ है। यसमा चाहिँ दुईवटा छ भनेर तपाईले सम्झिनु पर्यो। 7.8 को चाहिँ हामीलाई 60% चाहिँ D1 हुन्छ भन्दैछ। त्यो भनेको 4.68 रहेछ। 4.68 यो D1 भयो। अब यो टेबलको काम भनेको ओन्ली हामीलाई ग्रोथ रेट निकाल्नको लागि हेर्नुस् त। जहिले पनि हामीलाई यस्तो केसमा कन्स्ट्यान्ट ग्रोथ रेट चाहिन्छ। यो क्वेशनमा चाहिँ कन्स्ट्यान्ट ग्रोथ रेट दिएन भने चाहिँ तपाईहरुले
यो टेबल युज गरेर चाहिँ कन्स्टेन्ट ग्रोथ रेट निकाल्नु पर्यो। कहिलेकाहीँ चाहिँ हामीलाई डिभिडेन्ड पर सेयर दिन्छ। अहिले चाहिँ यो क्वेसनमा इपिएस दिएको छ, अर्निङ पर सेयर दियो है। अब कन्स्टेन्ट ग्रोथ रेट निकाल्नु पर्यो यो टेबलको सहायताले। हेर्नुहोस् त यहाँ सोधेको छैन तर हामीलाई चाहिन्छ है त साथीहरु। कहिलेकाहीँ सोधिन्छ, सोधेन भने निकाल्नु पर्यो। कन्स्टेन्ट ग्रोथ रेट यसलाई हामी जी भन्छौँ। यो निकाल्नको लागि हामीले दिएको डिभिडेन्ड अथवा इपिएसबाट हायर इपिएस माथि लेख्ने, जहिले पनि कन्स्टेन्ट ग्रोथ रेटमा लोयर मुनि लेख्नु पर्यो। लोयर इपिएस, हायर भनेको लेटेस्टको हुन्छ 1/n अनि माइनस के 1 गर्नु पर्यो। अब प्रिसिडिङ तपाईलाई 5 वर्षको डेटा दिएको छ, डाटा काउन्ट गर्दाखेरि नि 12 13 14 मतलब 5 हुन्छ हैन। अब हामीले यसरी लेख्दाखेरि चाहिँ यहाँनिर हेर्नुस् है, काउन्ट गर्दा 5 इयर भए तापनि हामीले जहिले पनि 1 घटाएर 4 वर्ष राख्नु पर्यो। यस्तो किन भएको कसैको मनमा लाग्ला। जस्तै हामीलाई 2012 को इपिएस अथवा डिपिएस हेर्नुस् त, 2012 को डिपिएस अथवा इपिएस अनि हामीलाई यहाँ 2016 को इपिएस दिएको छ। मानौ यो इपिएस कसरी निकाल्छौं त, यो दिएन भने हामी इन्टु 1 प्लस जी गरेर निकाल्छौं, पावर एन गर्छौं। साथीहरु यहाँ हेर्नुस् है, अब यो 12 बाट 16 पुग्न त 4 वर्ष लाग्छ नि त, त्यही भएर पावर 4 भएको। यो फर्मुलाबाट चाहिँ त्यो डेराइभ भएको। हेर्नुस् है, अब यसलाई यता क्रस गर्दाखेरि 2016 को इपिएस माथि भयो, तल 2000 कति 12 को इपिएस, अनि यो पावरको कुरा यता गएर के हुन्छ मुनि 1/4 माइनस 1 हुन्छ है। यसरी यो प्लस माइनस यहाँ 1 भयो। हो यसरी ड्राइभ भएको फर्मुला हो। जहिले पनि इयर काउन्ट गर्दाखेरि मानौ तपाईले त्यहाँनिर झुक्किनु भयो भने 2016 बाट 12 घटाउने, कहिलेकाहीँ बीचका वर्षहरुमा ग्याप दिन्छ, त्यसरी घटाएको मिल्दैन। फेरि तपाईले काउन्ट गर्ने 1 2 3 4 5 छ, 5 भयो भने हामीले 4 लेख्नु पर्यो भनेर सम्झिनु पर्यो है त। एन कति हुन्छ 4 लेख्नु पर्यो। हायर इपिएस 7.8, लोयर इपिएस कति छ हेर्नुस् त साथीहरु, 12 को 5.73, 1/4 है। 4 किन भयो बुझ्नु भयो होला नि, 4 किन भयो बुझ्नु भयो, सबैले बुझ्नु भएको छ। किन भन्दाखेरि हेर्नुस् त 2012 बाट 16 पुग्न 13 14 15 16 कति वर्ष मात्र लाग्छ, 4 लाग्छ, त्यही भएर यहाँ 4 भएको। काउन्ट गर्दाखेरि 5 हुन्छ, 1 घटाएर 4 लेखेको है त। अब 7.8 लाई 7.8 का मुनि 5.73 गर्छौं अनि यसको पावर 1/4 गर्ने साथीहरु। क्याल्कुलेटरलाई फिक्स फर्ममा राख्नु होला। यो भनेको हाम्रो 1.0802 आउने रहेछ, माइनस 1 गर्नु भयो भने 0.0802, यसलाई 100 ले मल्टिप्लाई गर्नु भयो भने 8.02% आउँछ। हामीले फर्मुलामा राख्दाखेरि 0.0802 नै राख्नु पर्छ है। यो कन्स्टेन्ट ग्रोथ रेट किन चाहिन्छ, यसमा यो मात्र निकाल्नु पर्ने भएकोले मैले खासमा यो क्वेशन गरेको। अरु त हामीले अगाडिको जस्तै हो है, केही पनि छैन। अनि तपाईलाई अब तल हेर्नुस् त, इन्ट्रेस्ट रेट अफ न्यू डेट भनेर दिएको छ। इन्ट्रेस्ट रेट भन्यो, कुपन रेट भन्यो, इन्ट्रेस्ट रेट अथवा कुपन रेट भन्यो भने, कुपन रेट भन्यो भने त्यो कस्ट अफ डेट बिफोर ट्याक्स केडी हुन्छ साथीहरु। कति छ त्यो 10% रहेछ। अनि तपाईलाई ट्याक्स रेट पनि दिएको छ, ट्याक्स रेट टी भनेर पनि दियो। ट्याक्स रेट 30% छ, यसलाई राख्दाखेरि 0.30 राख्नु पर्छ। देयरफोर हामी यहाँबाट के निकाल्न सक्छौं, कस्ट अफ डेट आफ्टर के, कस्ट अफ डेट आफ्टर ट्याक्स निकाल्न सक्छौं कि यहाँबाट हामी है। केडीटी, केडीटी निकाल्ने फर्मुला के छ त, केडी इन्टु 1 माइनस टी गर्ने। केडी भनेको हाम्रो 10%, 1 बाट ट्याक्स घटाउनुस् 0.30 गर्दाखेरि कति भयो साथीहरु, यो 7% भयो। अब तपाईले कस्ट अफ कमन इक्विटी निकाल्नु पर्यो। कस्ट अफ कमन इक्विटी कसरी आउँछ त भन्नुस् त, कस्ट अफ कमन इक्विटी कसरी आउँछ त, कस्ट अफ कमन स्टक अथवा कमन इक्विटी, यो भित्र दुईवटा कुरा हुन्छ, सबैलाई थाहा छ। एउटा हुन्छ इन्टरनल, अर्को हुन्छ एक्सटर्नल। इन्टरनल भनेको रिटेन अर्निङ, मैले इन्टरनल लेखिन र रिटेन अर्निङ्स। यो क्वेशनमा हामी एक्सटर्नल भनेको न्यूली इस्युड, योबाट हामी निकाल्न सक्दैनौं है। न्यूली इस्युडमा कस्ट अफ एक्सटर्नल निकाल्दाखेरि D1 डिवाइडेड नेट प्रोसिड
प्लस जी गर्नुपर्छ। यो हामी निकाल्न सक्दैनौँ, तपाईँले नलेखे पनि हुन्छ। अहिले हामी बुझ्नको लागि लेख्यौँ होइन। तपाईँले के कस्ट अफ एक्सटर्नल निकाल्नु पर्दैन या जिरो लेख्दा केही पनि गर्नु पर्दैन, ओन्ली तपाईँले कस्ट अफ रिटेन अर्निङ मात्र निकाल्दा हुन्छ है जाँचमा। अहिले चाहिँ मैले यहाँनिर लेखिदिएँ फर्मुला सम्झिनको लागि, D1 डिभाइडेड के P0 प्लस जी गर्नु पर्यो साथीहरू। D1 भनेको हाम्रो कति आएको त हेर्नुहोस् त, 4.68 डिभाइडेड कति 70 प्लस 0.0802। अब यसलाई भाग गर्नुहोस् त, कति थियो 4.68 डिभाइडेड 70 गर्नुभयो भने साथीहरू, मैले पछाडिको पनि गरिदिएँ ल, 0 सबै जोड्दाखेरि 14.71 आउने रहेछ साथीहरू। 0.1471 भनेको 14.71% आयो हाम्रो। हेर्नुहोस् त, कमन स्टकको हाम्रो 14.71% आउने रहेछ। अब तपाईँले सोधेको क्यालकुलेसन अफ वेटेड एभरेज कस्ट अफ क्यापिटल हो। वेटेड एभरेज कस्ट अफ क्यापिटलको लागि मैले यहाँनिर ए नम्बरमा हाम्रो आन्सर आइसक्यो, सबै यति इन्फर्मेसन ए नम्बरको हो। यो दुईटा ए नम्बरको भयो होइन। तपाईलाई अब बी नम्बरमा क्यालकुलेसन अफ वेटेड एभरेज कस्ट अफ क्यापिटल यसलाई हामी सर्टकटमा WACC भन्छौँ। अब WACC निकाल्नको लागि हामीलाई वेटहरू चाहिन्छ। हेर्नुहोस्, वेट दिएको छैन यो क्वेसनमा। वेट दिएन भने तपाईँले अमाउन्टबाट क्यालकुलेसन गर्नु पर्यो। वेट अफ डेब्ट र वेट अफ कमन स्टक निकाल्नु पर्यो। तपाईले फर्मुला हेर्नुहोस् त, WACC को फर्मुला के हो त, वेट अफ डेब्ट इन्टु कस्ट अफ डेब्ट आफ्टर ट्याक्स प्लस वेट अफ कमन स्टक भनेको एउटा रिटेन अर्निङ मात्र छ, कस्ट अफ रिटेन अर्निङ सक्यो। अब हामीले वेयर भनेर तल 2-3 लाइन छोडेर वेट अफ डेब्ट निकाल्नुस्। वेट अफ डेब्ट भनेको WD। हेर्नुहोस् त, डेब्टको अमाउन्ट कति छ, जे को वेट निकाल्दै हुनुहुन्छ त्यसको अमाउन्ट माथि राख्ने। 120 मिलियन रहेछ, टोटल कति छ त 300 मिलियन होला। मिलियन क्यान्सल भयो अनि यसको वेट आउँछ। अनि फेरि तपाईले वेट अफ स्टक अथवा कमन स्टक रिटेन अर्निङ एउटै कुरा हो। वेट अफ कमन स्टक अथवा रिटेन अर्निङ हेर्नुहोस् त, यसबाट कति ल्याउँछ भने 180 मिलियन डिभाइडेड कति 300 गर्नुहोस्। 180 का मुनि 300 गर्नुहोस्, यो 60% हुन्छ। यो चाहिँ 0.40 40% यहाँ लगेर राखिदिनु सबै। 0.40 इन्टु 7% प्लस 0.60 इन्टु कति छ यसको कस्ट अफ रिटेन अर्निङ 14.71। एक्सटर्नल हुँदैन है, एक्सटर्नलबाट पैसा ल्याएको छैन। यो कहिले धेरै जसो केसमा यो हुँदैन के एक्सटर्नल, ओन्ली रिटेन अर्निङ अथवा इन्टर्नलबाट मात्र पैसा ल्याउँछ। अब त्यो मल्टिप्लाई गर्नुहोस् त, प्लस 0.4 इन्टु 7 गर्दाखेरि हाम्रो 11.626% हाम्रो के आउँछ, वेटेड एभरेज कस्ट अफ क्यापिटल आउँछ। द्याट इज अल्सो कल्ड ओभरअल कस्ट अफ द कम्पनी। 11.62 यसले चाहिँ कम्पनीको ओभरअल कस्टलाई मिनिमाइज गर्छ र म्याक्सिमाइज दि कम्पनीज प्रॉफिट भन्ने बुझ्नु पर्यो। लास्टमा सी नम्बरमा तपाईलाई अब मैले यहाँनिर पोइन्ट लेखिदिन्छु ल। सी नम्बरमा युजेज भनेर सोधेको छ। इम्पोर्टेन्स फ्याक्टर भन्छ, कहिलेकाहीँ युजेज भन्छ है। इम्पोर्टेन्स अथवा युजेज अफ WACC वेटेड एभरेज कस्ट अफ क्यापिटल यस प्रकार रहेको छ। हेर्नुहोस् है, डिफिल भनेको यसले डिभिडेन्ड डिसिजनमा हेल्प गर्छ साथीहरू। डिभिडेन्ड डिसिजनमा हेल्प गर्छ। इट हेल्प्स टु डिभिडेन्ड डिसिजन्स, इट हेल्प्स टु इन्भेस्टमेन्ट डिसिजन, इट हेल्प्स टु इन्भेस्टमेन्ट डिसिजन्स, इट हेल्प्स टु फाइनान्सिङ डिसिजन, इट हेल्प्स टु financing decisions, it helps to liquidity management decision,
लिक्विडिटी म्यानेजमेन्ट डिसिजन्स तपाईले सर्टकटमा DIFL सम्झिनु होला। डिभिडेन्ड डिसिजन, इन्भेस्टमेन्ट डिसिजन, फाइनान्सिङ डिसिजन, लिक्विडिटी म्यानेजमेन्ट डिसिजन। डिभिडेन्ड डिसिजन कसरी भयो भन्दाखेरि कम्पनीले ओभरअलमा कति कस्ट खर्च गरेर आएको छ, मिनिमम कस्ट गर्यो भने त म्याक्सिमम प्रोफिट हो नि त। जति म्याक्सिमाइज प्रोफिट गर्यो डिभिडेन्डमा त्यति धेरै दिन सक्छ। डिभिडेन्ड डिसिजनको लागि, इन्भेस्टमेन्ट डिसिजनको लागि कुन प्रोजेक्ट अथवा कुन सोर्सेसबाट फन्ड ल्याउँदा त हामीले पैसा कम पर्छ भन्ने कुरा फाइनान्सिङ डिसिजनमा पर्यो। लिक्विडिटी म्यानेजमेन्ट हामीले कति लिक्विडिटी राख्नुपर्छ भन्ने कुरामा पनि यसले हेल्प गर्छ। इन्भेस्टमेन्ट डिसिजन भनेको अब लगानी गर्दाखेरि पनि तपाईले चाहिँ कस्ट अभियसली जहिले पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। कस्ट चाहिँ कम पर्ने, हामीले मिनिमम कस्टबाट म्याक्सिमाइज कसरी प्रोफिट गर्ने भन्ने कुरा चाहिँ सिकाउँछ ओभरअल कस्ट अफ क्यापिटल अथवा WACC ले भन्ने कुरा बुझ्नु पर्यो। यो भनेको यसको युजेस अथवा इम्पोर्टेन्स फ्याक्टर्स हो भन्ने सम्झिनु पर्यो। यसरी चाहिँ तपाईले ट्यु 2075 को क्वेशन सोलुसन गर्न सक्नुहुन्छ। अरु केही क्वाइरीहरु भयो भने तपाईले त्यहाँनिर कमेन्ट बक्समा छोड्नु होला हैन। अरु खासै त्यस्तो गर्नुपर्ने क्वेशनहरु केही छैन। एक्जाममा तपाईलाई सेम नेचरको क्वेशन सिरियल नम्बर 18 मा पनि सोधेको छ साथीहरु। सिरियल नम्बर 18 मा, सिरियल नम्बर 20 मा पनि सोधेको छ। ल यसरी चाहिँ गर्नु होला है। ल आजलाई चाहिँ मैले यति गरे है। बाइ बाइ।